जीव आत्मालाई कानमा यस्तो मन्त्र फुक्दिनुहुन्छ अरे कि सिधै उनले परमधाम सुधार्न सक्छन्। त्यसकारण हामी सबैले भगवान शिवसँग यसरी प्रार्थना गर्दैछौँ। कविको यो भाव छ, एक बिन्ती गर्छु शम्भु, कति पनि फरक नपरोस् है हजुर, मेरो जीवनको अन्तिम क्षणमा हजुरको मैले दर्शन पाउन सकौँ। त्यो दिगम्बर, त्यो श्वेत वर्ण हिमालयबाट सरक्दै आएर, कैलाशबाट सरक्दै आएर यो मेरो शिर हजुरको काखमा होस्, हजुरलाई हेर्दै हेर्दै मेरो प्राण निस्कियोस्, यो भाव व्यक्त गर्नुभएको छ कविले। तिम्रो नेत्र अग्नि रूप, त्यसकै मुख तिम्रो नेत्र अग्नि रूप, त्यसकै मुख अज्ञात बाट आए, अज्ञात बाट आए, अज्ञात मै मिलो, अज्ञात मै मिलो। एक बिन्ती गर्छु शम्भु, केही फरक नपरोस्। एक बिन्ती गर्छु शम्भु, केही फरक नपरोस्। तिम्रो नाम जपदा जपदै, तिम्रो नाम जपदा जपदै यो प्राण मेरो जाए।